बाई बाई टराइहरू सक्यो मेरो आज पानी पर्ला जस्तो भएको छ मौसम चाहिँ। पानी पनि नपरोस् घाम पनि नलागोस्। माइल दिदी आज नि मजा आइन्छ। ल अब चाहिँ घर गइन्छ अनि त्यसपछि सुतिन्छ अनि फेरि 1 घन्टापछि उठेर फेरि गएको गइन्छ। हेलो नमस्ते सेवा मेरो न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छु। हेलो 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 आजदेखि चाहिँ हामी फ्री भयौँ किनभनेदेखि आजदेखि हाम्रो काम सकियो, फाइनली सकियो हो कि हैन? कतिको खुसी होइसिन्छ हजुर। सरी थपेर लास्टै थकित त भइए ह। अब फेसमा त थकित त देखि नै सक्यो होला, रातभरि काम गरियो। यस्तै हो हैन, काम कुरो हुँदै गर्छ। माइल दिदी माइल दिदी सन्चै होइसिन्छ नि अनि आज एकदम खुसी होइसिन्छ। यता उहाँ माइल दिदीले के लगायो यहाँ देख्नु भयो सिन। ल अब चाहिँ हामीहरू यहाँबाट हिँड्यौँ। के छ यहाँ नजिक? वाउ प्लास्टिक। यो के हो? यो क्यान वाला बोतल यो के हो? यो मासुको यो प्याकेटहरू यो के हो? यहाँ पेपर। ए भगवान् यति धेरै लस्कर यसो त मै पस्यो भने मै अट्छ। यसो त मै पस्यो भने मै अट्छ। यो गोमी गौमा म पसेर बसौँ। मलाई त आज त म यहीँ पसेर बसौँ, सुतम, यहीँ उठम गम बस्छ। किनभनेदेखि खुसीले छुट्टै खुसी आइरहेछ यहाँ। त्यो एक्सप्लेन गर्न सकिन्न आज छुट्टी। अबदेखि यो बाई बाई यस्तो पो त बाई बाई टराइहरू। ओ यहाँ हेर्नु सक्नुहुन्छ। इन अब मेरो ब्याग यहाँ छ। यहाँबाट ब्याग यसरी भिरिन्छ होइन, यसरी ब्याग भिरिन्छ अनि झोला यसरी बोकिन्छ अनि त्यसपछि यसो गरिन्छ अनि यसरी हिँडिन्छ हामी। अब चाहिँ भारी बोकेर हिँड्यौँ। ल अब बाहिर आज पानी पर्ला जस्तो भएको छ मौसम चाहिँ, पानी परेको त छैन। ल अब बाई बाई टराइहरू। बाहिर पुरै अँध्यारो भएछ, यति बेलासम्म उज्यालो भइसक्थ्यो, पुरै अँध्यारो भएछ कि मौसम त। ओहो भित्र यति चिसो, बाहिर यति फेरि तातो छ नि, तातो हावा आइरहेछ। त्यही अब चाहिँ हामी लागिन्छ। ल अब हामी यहाँबाट पनि चलिदिएको। ल आज चाहिँ घाम लागेको छैन, पुरै पानी पर्ला जस्तो मौसम भइरहेको छ। बाटोमा जाँदा पानी पर्न नि सक्छ। रेनकोट छँदैछ, टेन्सन भएन। पुरै अँध्यारो क्या मौसम सुहाना छ, तर सुहाना छ। पानी पनि नपरोस् घाम पनि नलागोस् होइन, यस्तै मौसम चाहिँ एकदम ठिक हुन्छ है फेरि। किनभनेदेखि घाम पनि हुँदैन अनि त्यसपछि पानी पनि पर्दैन। त्यो भयो भने सरर जान मिल्छ नि त घर। अनि घर गएर एकछिन 1 घन्टा भयो भने सुत्नुको मजा फेरि ओ माई गॉड मत पुछ सनम। साथीहरू यहाँ अगाडि हो हिँड्दै होइसिन्छ होइन, अगाडि साइकल चलाउँदै होइसिन्छ। तर पानी चाहिँ अलिअलि थप्लाक परेको जस्तो फिलिङ आइरहेको छ मलाई। ल अब चल्दिउँ होला। मौसमी यस्तै छ, पुरै पानी पर्ला जस्तो। अब त पानी परे नि केही भएन, परे नि परोस्। आजको मितिदेखि पानी परे पनि परोस्। किन भन्नु न, किनभनेदेखि अब आज पानी पर्यो भने के भयो, गएर कलेजबाट फर्केर आएर त फेरि घरको घरै हो नि। फेरि आजदेखि त बिदा हो कि होइन? यता फर्केर भन न। 1 बजे रुम आइपुगिसक्छ, 2 बजेदेखि पानी परेर तुफान जेसुकै भए पनि होस्। अब हामी चाहिँ यसरी जाँदैछौँ होइन। अब ल चाहिँ राखेको बाई बाई।
चले 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 जल्दी जल्दी चले। कस्तो मजा आइरहेछ नि आज। सुपर मजा आएछ, सुपर मजा। मजा पनि मजा आएछ साँच्चै। हाम्रो माइल दिदीलाई आज नि मजा आइछ। हाम्रो माइल दिदीलाई आज नि मजा आइछ। ल अब चाहिँ घर गइन्छ अनि त्यसपछि सुतिन्छ। अनि फेरि 1 घन्टापछि उठेर फेरि गएको गइन्छ। गएको पनि आइसक्यो। गएको यही गएको पछाडि पछाडिबाट हिँडिन्छ। उयो गएको 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 आइसक्यो आइसक्यो आइसक्यो। ल हाम्रो गएको हेर्नु होला। म आज गएको पनि देखाइदिन्छु। ए यताबाट पनि अर्को बाटोबाट जान्छ क्या, तर हामी चाहिँ यो बाटो जान्छौँ सर्टकट। हाम्रो माइली दिदीको नाक चिसो भयो अरे। माइली दिदीको नाक चिसो भयो। जेठी दिदीको जेठी दिदीको पुरै रेनकोटै ओढेर हो। म चाहिँ हाफ ज्याकेट लगाएर हो। फेरि चिसो लाग्छ नि त, चिसो लागेर छातीमा पुरै हावा जान्छ। त्यही भएर चाहिँ मैले चाहिँ यो लाग्यो, नभए यो पनि लाउनु नलाए नि हुन्छ। यही हाम्रो गएको आइसक्यो। यही हो हाम्रो गएको चाहिँ। कति सानो देखेको ए बहिनीले। डेन्जर ठुलो हम। फेरि साइकल यहाँ राखिन्छ हामीले। अब हामी त्यसपछि गइन्छ। के हो रे के हो रे। अहिले कति बज्यो देखेकै छैन। ठ्याक्क 5:40 भयो। 5:40 भयो भनेपछि हामी 5:30 मा निस्क्यो। गोजी यन्जुपुन आसानो गोजी आसानो जिखानीमा गोजी यन्जुपुन देश। बाई 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 गरिदेऊ। बाई बाई। उच्कार सामदेश उच्कार सामदेश त। एउटा रोड कटेपछि एउटा यो कटेपछि जेब्रा क्रसिङ कटेपछि हाम्रो घर आयो। उहाँ छ माइली दिदी र जेठी दिदी। होइन हरियो बत्ती बलिसक्यो। मलाई अरूभन्दा पनि हामी बसेको ठाउँ चाहिँ यो भाग चाहिँ एकदमै यो एरिया चाहिँ खुब मनपर्छ क्या है। कस्तो शान्त अनि एकदमै जुन यति ठाउँ चाहिँ जे होस् रमाइलो हो क्या। मैले भिडियोमा ठ्याक्क क्याप्चर गरेर मैले त्यो के भन्छ त्यो वाला सिन देखाउन सकिनँ, तर एकदमै दामी छ क्या। शान्त एकदमै एकदम पिसफुल छ जे होस् ठाउँ चाहिँ। अनि फेरि यतापट्टि लागिन्छ क्या, हामी यता मोडिन्छ। अब के गर्ने, यो सबै कारहरू मैले सबै यिनीहरूलाई दिएको हाँक्नको लागि। यिनीहरूले यहाँ घरमा राखेर के गरे होला। पछि छ यिनीहरू फेरि आलु बखरा म देखाउँछु है। आज यिनीहरूले आलु बखरा कहाँ नजिक यिनीहरूले खान्छ भनेर झरेको हुन्छ। यहाँ किन्न महँगो पर्छ, तर यो घरबेटी छैन जस्तो लाग्यो कि। आलु बखरा आलुको बोट यहाँ जहिले डेली 4-5वटा खसिरहेको हुन्छ कि है। कुहा लु झन् त्यही साइकलले कुचाइदियो। उयो यहाँ हेर न, उयो त यतापट्टि आउँदो। ए भगवान। ए आरु त यो आरु होइन के हो? यो आरु त यो चाहिँ के हो नि? आँप रहेछ। ए आँप यस्तो हुँदो रहेछ है साथीहरू। पक्नै म देखाउँछु तपाईँहरूलाई आँप। अब उसले आँप पनि चिन्न छोडिसक्यो। यो आँप रे है। ओ यो आँप हो। सानो आँप र ठुलो आँप हुँदो रहेछ। सानो आँप र ठुलो आँप हुँदो रहेछ। मलाई चाहिँ थाहा थिएन। फाइनली अहिले आएर थाहा भयो। फाइनली हाम्रो चाहिँ छुट्टी भयो। कतिचोटि सुनाउने है, खुसीको कुरा हुन त सुनाउनु परेन। गाडी आहा सुन्तलाको बोट हेर्नु। यो सुन्तलाको बोट। ए म सुन्तला पनि देखाउँछु हो।
सुन्तलाको बोटमा यत्रो सानो सुन्तला अहिले देखियो होइन। अनि हाम्रो अपार्टमेन्ट चाहिँ यो भइहाल्यो, साइकल तल राख्ने आउने यो बाटो कस्तो आनन्दको बाटो छ के। यो बाटो त मलाई एकदम मनपर्छ। देउस ए भगवान हेर्नुहोस् न उहाँ किन घाँस खान्छ, भात खायो हुन्न र। अनि हजुर उतै खाएर उतै भ्याएर आउने बिचारो कसो हो? दुधै एक्लै दिएको छ, त्यो चाहिँ एक्लै। अनि माइल दिदीको खोइ छ नि आलु बक्रा, खोइ दे हेरौँ त। अहिले म बिहान बिहान खाँदिनँ म, अमिलो हुन्छ। दिउँसो गएकोबाट आएर उसले फेरि चप्काउँछन्। लु छिटो आइस्यो अब जाम माथि जाम भयो। अब अहिलेलाई पुग्यो होला खाएर। धन्न झर्दैछ। यो किन्नु परेको भए त ओ माई गड। ल साथीहरू हामी चाहिँ घर आइपुगिसक्यौँ होइन। अब चाहिँ कति भयो अहिले, कति बज्यो? 6 बज्यो। अब 6, 7, 8 अब गएर फ्रेस हुँदा आधी घन्टा लाग्छ। अनि त्यसपछि 1.5 घन्टा जति सुतिन्छ होला। 1.5 घन्टा नभए 1 घन्टा जति त सुतिन्छ। अनि 1 घन्टा सुतेर त्यसपछि पढ्न जानुपर्ने हुन्छ। हेलो अब हुँदा जुत्तामा पनि यो माकुराले घर बनाउन छोडेन। देख्नुभयो नि, देखियो नि। अब माकुराले घरमा के भन्छ, घरमा घर बनायो भने ऋण लाग्छ अरे। अब यो जुत्तामा के अरे घर बनायो भने चाहिँ के लाग्छ होला? ल भनिदिनुहोस् त। यस्तरी बनाखाने ए भगवान, के भएको यस्तो? मेरोमा त छैन नि, मेरोमा ऋण लागेको छैन है पवि, तिम्रोमा ऋण लागेको छ यहाँ। मलाई यो जुत्ता देखेर ल हेर 1.5 लाख कमाउनेको जुत्ता हेर। यो मेरो जुत्ता, यो पबीको जुत्ता। मलाई त अहिले त लास्टै रुन मन लागेको कि हाँस्न मन लागेको, मैले कुरा बुझिनँ। ए ल हेर्नुहोस् त, ल हेर्नुहोस् साथीहरू, यहाँ 1.5 लाख कमाउनेको, महिनामा 1.5 लाख कमाउनेको जुत्ता हेर्नु ल। ए भगवान, हप्तामा 4 दिन हुन्छ, 4 दिन लाउँदा यस्तो। यो के हो यस्तो? न त्यहाँ के गर्नुपर्छ त त्यहाँ? लो अचम्म लाएर आउने के हो यस्तो भएको? गाह्रो छ यहाँ। हाम्रो फेरि पबिसानको फेरि छुट्टै छ फेरि पारा। ए भगवान 1 घन्टा आएर सुत्यौँ होला। 1 घन्टा होइन, 1 घन्टा 30 मिनट 35 मिनट जति सुत्यो होला होइन। अनि अलिकति फ्रेस भयौँ। अब चाहिँ पढ्न जान लाग्दै हो। अनि गाह्रो छ के खाने, कुन चाहिँ खाने भन्ने कुरा के, बिहान के खाने होला। अनि त्यही हो, अब फेरि पढ्न गइन्छ। अनि पढेर आइन्छ, त्यसपछि खाना खाइन्छ। अनि त्यसपछि सुतिन्छ। अनि एकैचोटि भोलि उठिन्छ होला कि भन्ने मलाई आश लागिरहेको छ। अनि खाएँ ल मैले बिस्कुट। बिहान पानी पनि खाएन, पानी पनि पिएको छैन। ल पानी परेको छैन। कस्तो आनन्दको मौसम छ होइन। भोक लाग्यो, अझै खाएर हिँडेपछि अलिकति अडिलो होला कि के होला कि। यो गुलियो भयो रे, यो गुलियो भयो। अब नुनिलो। ल बाई बाई। अब चाहिँ हामी हिँडेको। ल बाई बाई। स्कुल पनि सक्यो। ओ यता हेर त। ल आजबाट हाम्रो क्लास पनि भ्याइयो। आजबाट होइन, अब 2 दिनको लागि चाहिँ क्लास भ्यायो। आज शुक्रबार भइगयो, भोलि शनिबार, पर्सि आइतबार छुट्टी। अनि एकचोटि सोमबारबाट काम पनि पढाइ पनि। अब आज मजाले रेस्ट गरिन्छ होइन, मजाले रेस्ट गरिन्छ, सुतिन्छ।
पहिला भात खाइन्छ त्यसपछि सुतिन्छ अनि बाटो बाटो हिँडिन्छ यसरी ल बाई बाई